हजुर नमस्ते। नमस्ते सिद्धेश्वर अक्षरलोक साहित्य केन्द्रमा आज स्नेहा मेरो लक्ष्मीमाली दुईजना प्राज्ञहरू आइपुग्नु भएको छ। वास्तवमा यो आज सिद्धेश्वर अक्षरलोक साहित्य केन्द्रको लागि एकदम निकै खुसी र यो चाहिँ सौभाग्यको कुरा हो। यहाँहरूलाई हामीले स्वागत गर्यौँ। यो चाहिँ व्यक्तिगत तर्फबाट स्पन्दनजी र मेरो तर्फबाट र हाम्रो सिद्धेश्वर अक्षरलोक साहित्य केन्द्र र अक्षरलोक प्रकाशनबाट पनि यहाँहरूलाई मैले होइन अन्तर्मनदेखि स्वागत गरेँ। अब सबभन्दा पहिला त म चाहिँ हाम्रो लक्ष्मीमाली दिदीसँग एउटा क्वेसन गर्छु होइन। अनि यो के भने कि दिदीले आफूलाई होइन स्पष्ट रूपमा चिनाउनु पर्यो, गौरवशाली रूपमा चिनाउनु पर्यो भने के भनेर चिनाउनुहुन्छ? अब मैले आफूलाई चिनाउनै पर्दाखेरि चाहिँ म चाहिँ एउटा टिचर भन्न पनि रुचाउँछु। हजुर हजुर। र अर्को चाहिँ म कवि नै। हजुर यसरी म चाहिँ एउटा टिचरको रूपमा चिनाउन पनि म गौरव गर्छु। हजुर। र दोस्रो चाहिँ म कवि भन्दाखेरि पनि खुसी भइरहेको छु। हजुर हजुर हजुर। अनि दिदीले लामो समयसम्म होइन यो चाहिँ अध्यापन गराउनु भयो होइन, स्कुलका बालबालिकाहरूलाई यहाँहरूले तयार गरिदिनु भयो होइन। अनि त्यसमा धेरै चाहिँ के भन्दाखेरि त्यो र अनि कवि होइन दुईवटा जीवनमा घर पनि हेर्नु पर्यो हामी महिलाले होइन। त्यो चिन्ता होइन त्रिपक्षीय भूमिकालाई होइन दिदीले समायोजन गर्नुभयो कि त्यो चाहिँ जुन चाहिँ होइन यो चाहिँ के भन्छ यो आफ्नो यो शैक्षिक जीवन बिताउँदाखेरि तपाईँको कवि जीवन अलिकति पछाडि पऱ्यो कि त्यसलाई सँगसँगै हिँडाउनु भयो कि के? यो चाहिँ तपाईँले ठिक भन्नुभयो। हजुर। त म आफैले आफूलाई त्यति बेला जुन बेला म टिचिङ गर्थेँ, हजुर हजुर, स्कुलमा पढाउँथेँ र घरमा भनौँ न अब आफ्नो घरायसी घर काममा आफ्नो बच्चा बच्ची घर हेरेर बस्थेँ। त्यतिखेर सासु ससुरा अब सबै घरै बोक्दाखेरि म चाहिँ कवि भन्ने कुरा मलाई फिलै थिएन। लेख्न त लेख्थेँ होइन, पहिलादेखि स्कुली जीवनदेखि नै म लेख्थेँ। तर मैले यसरी अब लेख्न सकिन्छ, मैले लेखेको कुरा यसरी अब भनौँ त हामी जस्तो अब पाठकहरूले मन पराइदिनुहुन्छ भनेर मैले सोचेकै थिएँ। यसरी के देखेँ भन्दाखेरि होइन यो चाहिँ यो त्रिपक्षीय भूमिकामा एक पक्षीय भूमिका जो सबैभन्दा चेतनशील होइन दिमागलाई हानिराख्ने पक्ष चाहिँ के भन्दाखेरि त्यो पक्ष किन पनि चुप लागेर बस्यो भने त्यो पक्ष अलिकति अब क्षमाशील हुने होइन, अलिकति सहनशील हुने र अलिकति त्यागी पनि हुने ढकल पनि हो होइन। यो संसारमा यो चाहिँ के भन्दाखेरि अरूले होइन लेखकहरूले होइन संसारका सबै हाँकेको छ। यो संसारका सबै यज्ञ होइन यो इतिहास सबै युद्धहरू होइन हाँक्ने चाहिँ के भने अक्षरकर्मीहरूले हो। र अक्षरकर्मीहरूले नै वास्तवमा चाहिँ के भन्दाखेरि चाहिँ क्षमाशील भएर होइन आफू चुपचाप ल्याएर बसिरहेको छ, त्यति बेला पनि कवि बनिरहेको छ बन्न चाहिँ होइन। अब म यसरी दायित्व लाग्ने हजुर यहाँलाई पनि एकदम धेरै मैले स्वागत गरेँ। यो स्नेहसामी दाइले चाहिँ वास्तवमा चाहिँ मैले त लक्ष्मीमाली दिदी अब साहित्य क्षेत्रमा अलिक पछाडि जानु भएको छ। स्नेहसामी दाइको नाम चाहिँ मैले पहिलादेखि सुनेको होइन। मैले चाहिँ यहाँ यसरी आफ्नो घरमा यहाँलाई स्वागत गर्नु पर्दाखेरि साँच्चै मलाई एकदम अभाग्य फिल चाहिँ भइरहेछ होइन। अनि त्यो चाहिँ कस्तो यहाँ दुईजनाको सम्बन्धमा मलाई कस्तो लाग्यो भने लक्ष्मी दिदी चाहिँ मलाई आफ्नै दिदी, आफ्नै आमा, आफ्नै त्यो भनौँ न अहिले अलि आत्माको नजिकको जस्तो होइन। अब अर्को चाहिँ अब स्नेह दाइलाई चाहिँ मैले पहिलादेखि आदर गरिरहेको विशेष मान्छे होइन, साहित्य क्षेत्रमा एकदम झुन्नान गरिरहेको व्यक्ति जस्तो लाग्ने होइन। अनि यहाँले चाहिँ आफूलाई होइन चिनाउनै पर्दाखेरि गौरवी रूपमा चिनाउनु पर्दाखेरि कि काठमाडौँको चाहिँ होइन गौरवशाली नेवारको रूपमा चिनाउनुहुन्छ कि कविको रूपमा चिनाउनुहुन्छ कि होइन, अनि चाहिँ आफ्नो चाहिँ कार्यगत क्षमतावान व्यक्तिको रूपमा चिनाउनुहुन्छ कि कसरी? सबभन्दा पहिला यसरी निम्तो गरेर यो अन्तर्वार्ता लिनुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अक्षरलोक सिद्धेश्वरमान अक्षरलोक प्रतिष्ठानको लागि मेरा लागि यो प्रतिष्ठान सिद्धेश्वरमान दाई मेरा लागि मेरो गुरु र अत्यन्तै आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँको नामबाट जोडिँदै आज यही घरमा उपस्थित हुन पाउँदाखेरि म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। त्यो मैले भन्नै पर्ने कुरा। त्यसपछि मैले चाहिँ अहिले अब सावित्रीज्यूले जसरी त्यो संस्थालाई चलायमान गरिरहनु भएको छ, जति गतिविधि गरिरहनु भएको छ त्यो देखेर पनि मलाई अत्यन्तै खुसी लागेको छ। अब मेरो चाहिँ के छ भने मेरो विषय व्यवस्थापन होइन।
यो मैले चाहिँ मेरो पेसागत विषय चाहिँ व्यवस्थापन मैले चाहिँ अब कुनै पनि ठुलो उद्योग ठुलो संस्था अथवा सानो जस्तो सुकै भए पनि अलिकति अव्यवस्थित भएपछि चाहिँ मलाई त्यसले बिजिहाल्छ ल अलिकति राम्रो देख्यो भने प्रशंसा गरिहाल्छ त्यसो भएर पनि म तपाईँको प्रशंसक अनि रह्यो बाँकी मेरो विषय त मैले चाहिँ लेख्न थालेको 30 सालदेखि होइन त्यतिखेरदेखि नै कविता लेख्न थालेको र निरन्तर लेखिरहेँ मैले चाहिँ 2036 सालमा जतिखेर म 18 वर्षको माथि त्यतिखेर कविता सङ्ग्रह निकालेको थिएँ 18 वर्षमा कविता सङ्ग्रह त्यो कविता सङ्ग्रहको नाम के थियो चौतारो बोल्यो त्यसको कविताहरू चाहिँ याद छैन होला है अहिले याद छैन है के याद चौतारो बोल्यो भन्ने थियो त्यो चौतारो बोल्यो नाउँ आफैमै एकदमै चमत्कारिक टाइपको लाग्यो नि मलाई होइन होइन दिदी होइन त्यो सामान्यतया मान्छेले नराख्ने खालको होइन त्यहाँ त्यो पनि 18 वर्षमा यतिको त्यो होइन यो के भन्दाखेरि त्यस्तो खालको शीर्षक छनौट गर्न सक्नु भनेको त्यति बेलाको बौद्धिकता हुन त हो होइन यो 13 वर्षपछिसम्ममा मान्छेको सम्पूर्ण बौद्धिक विकास भइसकेको हुन्छ त्यसपछि अनुवाद मात्र थपिने त्यो कुरालाई पनि प्रमाणित गर्नुभयो अहिले स्नेहलाई हजुर म चाहिँ बोल्छु है यो चौतारी बोल्यो भन्ने त्यो जुन कविता सङ्ग्रह छ उहाँको मलाई अब कविता कण्ठै त भएन चौतारा बोल्यो भन्ने त्यो शीर्षकको कविता चाहिँ बडा चेतनायुक्त छ कि त्यो चेतना त्यो कवितामा यस्तो बोल्छ कि है धेरै राम्रो मलाई लाग्यो त्यो एक दुई लाइन अब झ्याक्कै चौतारा बोल्यो कस्तो भने चौतारा कहिले बोल्छ त भन्दाखेरि जब चौतारा चाहिँ लङ्गो आँखा मान्छेले आँखा नदेख्ने अन्धो भएर लडिसकेपछि त्यो चौतारा बोल्छ अरे कि लाउरेले बाहिर गएर लड्न जान्छ तर त्यहाँ खुट्टा घुमाएर आइसकेपछि बल्ल यस्तै तरिकाको छ मलाई कण्ठ चाहिँ पाएँ गजब रहेछ नि त मलाई त कस्तो लाग्यो भने अहिले लेख्नु पर्यो भने दाइलाई यतिको लेख्नु गाह्रो होला कि क्या हो जस्तो है त्यतिखेरको समय र अहिले समय कस्तो थियो भने त्यतिखेर पनि मान्छेहरू ब्रिटिस लाउरे भएर जान्थे मान्छेहरू अनि भिसी तकमा पाउने भन्थ्यो तर मान्छे मृत्युपछि भिसी पाउँथ्यो अनि त्यतिखेरै लङ्गडो खुट्टा भएर आइसकेका हुन्थ्यो भिक्टोरिया क्रस होइन भिक्टोरिया क्रस भनेर अनि त्यतिखेरै के छ भने अब एक किसिमको गाउँमा त्यतिखेर हाम्रो मुख्य पेसा खेती किसानी थियो अनि जमिनदारहरूले शोषण गर्थ्यो त्यो कुरालाई लिएर लेखिएको कविता थियो त्यो चाहिँ म त्यतिखेर शङ्करदेव क्याम्पस पढ्थेँ उपत्यका व्यापी अन्तर क्याम्पस प्रतियोगिता भएको बेला फर्स्ट भएको कविता थियो त्यो फर्स्ट पनि किन भयो भन्दा त्यसको मूल्याङ्कनकर्ता चाहिँ भूपी शेरचन हुनुहुन्थ्यो रहेछ अनि त्यसपछि मेरो भूपी शेरचनसँग सम्बन्ध भयो उहाँले अत्यन्तै प्रशंसा गर्नुभयो अनि भूपी शेरचन त्यतिखेर प्रज्ञाको प्राज्ञ हुनुहुन्थ्यो म भेट्न जान्थेँ अनि त्यसको 2 वर्षपछि चाहिँ त्यो कलेजमा म आउँदाखेरि त्यो बुवाले दिनुहुन्थ्यो दिनको 1 रुपियाँ 1.5 रुपियाँ 3 रुपियाँ दिनुहुन्थ्यो त्यो दिएको पैसाले प्रतिभा गोजिका भनेर पत्रिका निकाल्यो गोजिका भनेर गोजी साइज अनि त्यसमा मुक्तकहरू लघुकथाहरू होइन धेरै अटाउँदैन सानो सानो लेखहरू गरेर चाहिँ मैले त्यो निकाल्थेँ दर्ता नगरिकन त्यसको उमेरमा अनि छाप्ने त त्यो ओम बाबुमा ओम प्रिन्टिङ प्रेसमा छाप्थेँ अनि अब पैसा त आउँथेन न्यु रोडमा गएर बाँड्थेँ एउटाको 1 रुपियाँ मूल्य हुन्थ्यो होइन 500 कपी छाप्थेँ किन्दैन थियो अनि बिक्री हुन्थ्यो बिक्री भएको पैसा विक्रेताले खाइदिन्थ्यो त्यही अब न्यु रोडको त्यो भूगोल पार्क के अब त्यो पिपल बोर्ड थिएन त्यो बिक्रीमा राख्थ्यौँ अनि मलाई चाहिँ त्यतिखेरदेखि नै अब साहित्यमा रुचि थियो अनि दाइहरूले त्यो भूगोल पार्कमा पनि कहिलेकाहीँ कविता वाचन गर्नुभयो कि भएन गरेँ त्यहीँ बसेर त्यहीँ गरेँ अब त्यहीँबाट चाहिँ परिचय भयो त्यो प्रतिभा निकालिसकेपछि अनि चाहिँ धेरै मानिससँग लेख माग्नु पर्यो सम्पर्क सम्बन्ध गर्नु पर्यो अनि अब त्यतिखेरको अब यो पञ्चायत विरोधी थिएँ त्यस कारण पनि मलाई त्यो अच्छे लोक मनपर्ने कारण चाहिँ त्यो पनि थियो अच्छे लोक पनि त्यतिखेर त्यो कति सालतिरको कुरा याद आयो 37-38 ठ्याक्कै त्यो बेलादेखि निस्केको अच्छे लोक अब यो अच्छे लोकको कति अङ्क कस्तो रहेछ भने 37 सालमा त उहाँले दर्ता गर्नुभयो होइन
अनि त्यसपछि त्योभन्दा अहिले पनि अगाडि पनि 2-4 अङ्क चाहिँ त्यो दर्ता नगरिकन पनि निकाल्नु भएको चाहिँ पाएँ क्या मैले। कतिपय अङ्क चाहिँ एउटा अङ्क 2टा 66 2टा होइन 61 2टा त्यसरी पनि निकाल्नु भएको थियो। एउटा चाहिँ बौद्धिक अङ्क होइन, अर्को चाहिँ साहित्य अङ्क त्यसरी पनि निकाल्नु भएको छ। अनि अब अरू पत्रिकाहरू जस्तै सङ्कल्प, झिसमिसे, वेदना पनि निस्किन्थ्यो। अब त्यसमा चाहिँ अब राजनीतिक पार्टीहरू ब्याकअपमा थियो, तर अब अक्षलोकको एउटा छुट्टै शिविर थियो क्या होइन। त्यो चाहिँ हामी सबैले निरन्तर त्यो विचारका लागि जुन उहाँले आफ्नो पुरा जीवन दिएर खट्नु भएको थियो, त्यो हामी जस्तो सिकारुहरूको लागि चाहिँ एउटा स्कुल नै हो, त्यो विश्वविद्यालय नै थियो। धन्यवाद है। अब वास्तवमा त्यति बेला सर पनि अब केटाकेटी नै हुनुहुन्थ्यो होइन, तर चाहिँ उहाँले त्यो चाहिँ के भन्छ त्यो पत्रिका त्यसरी निकाल्नु यहाँले शिविर भन्नुभयो नि होइन। र अझ म त के 1 नम्बरमा त पोलिटिकल होइन अब यो ब्याकग्राउन्ड थियो होइन, सपोर्ट थियो। त्यसो हुँदाखेरि पनि तिनीहरू सबै बन्द भएर गए होइन। यो हाम्रो अक्षलोक त त्यहाँदेखि यहाँसम्म होइन त्यो हिँड्दै नै आइरहेको छ नि। हजुर त्यो थियो। अनि अब मलाई चाहिँ अब अहिले लेख्न त म संस्मरण लेखिरहेको छु, लघुकथा लेखिरहेको छु। म काठमाडौँको नेवार भएको, तर नेपालीमा मात्रै लेखेको हुनाले अब म नेपाल भाषामा लेखिरहेको छु। नेपाल भाषामा अहिले लघुकथा सङ्ग्रह निकालेँ। नेपाल भाषाको अस्ति हाम्रो नेताजी तुलसीलाल अमात्यज्यूको उहाँको एउटा नेपाल भाषाको लेख थियो। त्यो लेख त्यसलाई पुस्तकको रूपमा निकाल्दाखेरि मैले नेपालीमा अनुवाद गरेँ। अब अहिले चाहिँ मलाई के लाग्छ भने चाहिँ म एज ए कवि नै हुँ लेख्ने त, तर मैले अरू क्षेत्रमा पनि हात हालेको छु। मलाई के लागिरहेको छ भने कतिपय हाम्रा नेपाल भाषाका लेखकहरू जो अहिले पनि नेपालीमा लेख्न रुचाउनुहुन्न होइन, अब हामीले अनुवाद गरिदिनुपर्छ जस्तो लाग्छ। नेपाल भाषाको अधिकांश साहित्य चाहिँ अत्यन्तै धनी छ, अत्यन्तै स्तरीय छ, तर त्यो के भएको छैन भने त्यो अर्को भाषामा नगएको कारणले गर्दाखेरि धेरैले पढ्न पाउनु भएको छैन। उनीहरूले त्यो अनुवादको काम पनि गरिरहेको छु। र अहिले चाहिँ ठ्याक्कै कुन अनुवाद गरिराख्नु भएको छ, कसको कुन किताब? अहिले त ट्याक्कै अब मैले हातमा परेको एउटा उसको छ, के भन्छ बुद्धसामीको कविताहरू। बुद्धसामीको कविताहरू। जीजीको वर्तमान भन्ने एउटा कविता सङ्ग्रह छ। पहिला पनि गर्थेँ मैले त्यसको कविताहरू अनुवाद गरेर म र मेरो वर्तमान साह्रै राम्रो। अब बुद्धसामी पनि त्यतिखेरको साह्रै राम्रो कवि हुनुहुन्थ्यो। उहाँ हुनुहुन्छ नि अहिले? बित्नुभयो है 5-7 वर्ष। अनि त्यसमा यहाँ एउटा क्वेसन गरेँ मैले, यो अहिलेको जस्तो यो होइन यो अलिकति अहिलेको अर्कै खालको होइन चलाक खालको जमाना छ हाम्रो होइन। त्यो चलाक खालको जमानामा होइन यहाँले चाहिँ यत्रो अहिले नेपाल भाषामा पनि जसले महान अहिलेका कविहरू हुनुहुन्छ होइन, उहाँको किताबलाई छोडेर बुद्धसामी जो बितिसक्नु भएको छ होइन, उहाँको किताब यहाँले छान्नुको कारण चाहिँ के होला नि? हुन त यसले तपाईँको महानता पनि देखाउँछ कि होइन, किनभनेदेखि चाहिँ त्यो भनेको मतलब साहित्यलाई विशुद्ध रूपमा साहित्यलाई प्रेम गर्नुभएको भन्ने बुझिन्छ नि त्यसबाट होइन। किनभने बितिसकेको मान्छे यो चाहिँ यहाँको र यो हाम्रो अक्षलोकको ध्येय चाहिँ मिल्न खोजेको यहाँ। हजुर। अनि छान्नु भएको कारण चाहिँ होइन, उहाँको कविताबाट चाहिँ म प्रभावित नै छु होइन। पहिला पनि प्रभावित थिएँ, अझ पनि प्रभावित छु। तपाईँ भेट्नुभएको थियो उहाँलाई? भेटेको छु, धेरै पटक भेटेको छु। कस्तो खालको हुनुहुन्थ्यो बुद्धसामी? साह्रै सरल। विशेष गरी लक्ष्मीजीको त दाजु जस्तै नजिक रही हुनुहुँदो रहेछ, तर मैले चाहिँ अर्कै ढङ्गले परिचय गरेँ। उहाँको आज दाजु नै परिचय हुनुहुँदो रहेछ। अनि अब दाजुको साथी हो। अन्त म अब यही कुरा चाहिँ लक्ष्मीजीलाई भन्छु, यो चाहिँ के भनेदेखि उहाँ बुद्धसामीजी होइन तपाईँले यो चाहिँ के भनेदेखि दाजुको साथी दाजुकै रूपमा चिन्नु भएको भने उहाँको कवि व्यक्तित्वलाई चिन्नु भएको थियो कि थिएन? चिन्नुहोस् है। उहाँलाई चाहिँ कस्तो लाग्थ्यो नि त्यो? उहाँ चाहिँ मलाई कस्तो लाग्छ भने असाध्यै ठुलो कवि लाग्थ्यो कि। हजुर। त्यो पहिला असाध्यै ठुलो, फेरि उहाँको वाचन शैली पनि असाध्यै राम्रो। तपाईँको जस्तै मेरो भन्दा धेरै राम्रो, हजुर धेरै राम्रो वाचन शैली पनि एकदमै राम्रो। अनि मेरो दाइका आउनुहुन्छ कविता लेखेर होइन तपाईँको घरमा, मेरो घरमा, अनि म चाहिँ चिया खुवाउने मान्छे होइन, अनि दाइलाई सुनाउन आउनुहुन्छ कि दाइलाई। अनि मलाई चाहिँ पहिल्यैदेखि कवितासँग मोह रहेछ, माया रहेछ अथवा प्रेम रहेछ भन्ने कुरा अहिले याद हुन्छ कि।
अनि त्यो कविता भनौँ चाहिँ जाऊ च्यालेर आऊ भनेपछि म चाहिँ चोलाएर के भन्छु सुनेर बस्नु पहिला चाँडी गई हुँ भन्छु अनि कविता भनौन्जेल त्यो नटेरिकन नेवा भाषा कविता धै दिखाएको कन नेपाली भाषा धै मैले नेपाली पुरै अनि बुढा सामी दाइले नै काका यो चाहिँ कविता यहाँनिर याद थाहा ल ल तिमी च्यालेर आऊ त्यति बेलासम्म म कविता पढ्दिनँ भनेर जिस्काउनुहुन्थ्यो कि अनि त्यसरी अनि उहाँको कविता मैले मञ्चमा भन्दा पनि धेरै त्यो दाइले घरमा सुनाउन आउनु हुँदाखेरि सुन्थेँ होइन र मलाई एकदमै स्तरीय लाग्थ्यो राम्रो लाग्थ्यो कति सालको कुरा हो यो कति सालको कुरा छ भने यो झन्डै 28-29 सालदेखि नै सपोज कहिलेसम्म भने यो 35-36 सालसम्म हामीले 35-36 सालपछि चाहिँ तेवालको घरबाट बढेवाल सर्यौँ त्यो सरिएपछि अनि उहाँ त तेवालबाट हाम्रो छिमेकी दाजु होइन छिमेकी हुनुहुन्थ्यो र नजिकै आइराख्नुहुन्थ्यो अनि त्यहाँ चाहिँ यसरी 5-6 वर्ष त मैले करिब आफूले जानिसकेपछि कविता भन्ने कुरा बुझिसकेपछि उहाँको कविता सुन्ने मौका पाएँ ल अब प्रसङ्गलाई अलिकति अर्कोतिर मोडौँ यहाँहरू दुईजनाको होइन दुईजना कवि हुनुहुन्छ होइन दुईजना असल हुनुहुन्छ दुईजना विद्वान हुनुहुन्छ होइन दुईजना ग्राउन्ड टु अर्थ हुनुहुन्छ यो यहाँहरूको भेद र होइन कविताको माध्यमले भयो होइन व्यक्तिगत माध्यमबाट भयो कसरी भयो काठमाडौँको र त्यति बेलाको तत्कालीन होइन यो चाहिँ नैकाप जहाँको मान्छेहरूलाई हामी काठमाडौँका मान्छेहरूले अलिकति चाहिँ दुर्गम ठाउँ थियो हाम्रो लागि त्यो होइन किनभने काठमाडौँमा सबै होइन हाम्रो लागि सबै ठाउँ भएको कारणले पनि त्यो सबै ठाउँ भएकोले नै अधिराज्यभरिको मान्छे यहाँ आउने हो नि त होइन सबै किन त भन्दा कि सम्पन्न संसारको एउटा मात्र हाम्रो चाहिँ यो चाहिँ होइन 7वटा सम्पदा भएको अनि त्यति बेला नै विदेशीहरू कति आयो यहाँ होइन यो आएर अध्ययन गर्ने ठाउँ त यही नै हो होइन अनि त्यस कारण यो त चाहिँ के अरे अन्तर्राष्ट्रिय होइन यो चाहिँ के भन्दाखेरि चौतारी टाइपको उहिलेदेखि अहिलेसम्म काठमाडौँ अहिले चाहिँ अलिक बिग्रियो होइन त्यो चाहिँ के भने कि त्यो ठाउँको मान्छे होइन लोकल मान्छे त्यो पनि न्युरोड जस्तो ठाउँको मान्छेले होइन त्यो कहाँ हो के त्यो नैका त्यहाँको व्यक्तिसँग हुन त मैले तेर्सोङको मान्छेसँग त्यो त साँच्चैको कहाँ हो होइन त्यो छ र तै पनि त्यति बेला तपाईँले कसरी छान्नुभयो यसरी म भनौँ है अलिकति यसमा अब मैले चाहिँ के भने बिए पास गरेँ त्यसपछि 1 इयर बिएड गरेँ होइन मैले एमए गर्नुभन्दा अगाडि बिएड गरिसकेपछि अब मलाई पहिलेदेखि के छ भनेदेखि सुरुदेखि नै आत्मनिर्भर हुनुपर्छ भन्ने चाहिँ हुटुटी थियो किनकि मेरो घरको त्यति साह्रो राम्रो त्यो आर्थिक अवस्था थिएन होइन अब बाउ चाहिँ अलि बच्चैमा बिरामी हुनुभयो आमा त मैले चिनेकै थिएन है अनि दाजुहरूले हुर्काएको अनि दाजुहरूलाई धेरै बोझ नदिने आत्मनिर्भर हुनुपर्छ भन्ने चाहिँ मलाई सुरुदेखि उठ्यो त्यो कारणले म बिएड सिद्धिने बित्तिकै दाइलाई ल मलाई जागिर खोज्छ जागिर चाहियो मलाई म टिचर हुन्छु भने अनि दाइले जिल्ला शिक्षा लगेर जिल्ला शिक्षामा दाइले एउटा चिने मान्छे रहेछ अनि ल मेरो बहिनीलाई कतै जागिर छ भनेर ठट्टा गरेर मलाई देखाइदिनु कि म बिएड पास गरिसकेको थिएँ त्यतिखेर अनि ल अब सहर छोडेर अलिकति भित्र काठतिर जाने हो भने जति पनि छ भन्न थालेँ ल झन् राम्रो यसलाई अलिक टाढै पठाइदिनु पर्छ भन्नुभयो दाइले अनि मलाई तुरुन्तै नेमाविको त्यो अस्थायी नियुक्ति थपाइदियो ल बधाई छ है ल आज अहिले हामी शिव शर्मा अक्षरलोक साहित्यिक केन्द्रमा स्नेह सामी र लक्ष्मीमालीसँग कुराकानी गर्दैछौँ दर्शकवृन्द है अब कुराकानी एकदमै यो चाहिँ जानकारीमूलक पनि हुँदैछ होइन अनि म भोलिपल्ट गएँ अब नैका भन्ने पनि थाहा थिएन उहाँले अघि भन्नुभएको जस्तै नैका भन्ने थाहै थिएन मलाई नाम सुनेको पनि थिएन कहाँ जाने भन्दा जिल्ला शिक्षामै भन्यो ठानकोटको बस चल्नु नैकामा ओह्राल्यो भन्यो कन्डक्टरले ओह्रालिदिइहाल्छ भने ल भने त्यस्तै गरेर गएँ सहिद गेटबाट ठानकोटको बस चल्यौँ बस चाहिँ पाइन्छ त्यो बस पाइन्छ अनि जसरी सोधेँ उहाँ कन्डक्टरलाई है आयो गयो कि लागिसक्यो कि भनेर कन्डक्टरलाई हाँस्यो एक दिदी तपाईँ मैले कहाँ भए नै कहाँ भनिहाल्छु अब तपाईँ चुप लाग्नुहोस् भने तपाईँको भाग्य रोगे
कोरिएको ठाउँ रहेछ त्यो। हजुर झरेँ तल झरेँ अब यसो हेरेँ कहाँ सोधेँ अनि विद्या मन्दिर निमावि स्कुल कता हो भनेर कस्तो मान्छेसँग सोध्न पुगेछु भने यहाँ त्यही स्कुलमा टिचिङ गरिरहेको एउटा विद्यार्थी एउटा यो किर्तिपुरको विद्यार्थी रहेछ अनि त्यो त्यहाँका काम गर्ने रहेछ ठ्याक्क त्यहाँ त्यही मान्छेसँग पुगेको छु अनि उसले केही नभनेको आउनुहोस् तपाईँ किन स्कुलमा जान्ला भने भने आउनुहोस् म पुर्याइदिन्छु भने मलाई त खुसी साथ गएँ सँगसँगै गएँ त्यो बेला त्यो बस स्टपबाट स्कुलसम्म जाने बेला मोटर बाटो थिएन अब त जताततै भएन बाँसको चाङको मुनिबाट ढुङ्गा ओछ्याएको पुरानो बाटो थियो त्यसमा तपाईँले कस्तो लुगा लगाइराख्नु भएको थियो त्यतिखेर साडी नै लगाइराख्नु साडी अब टिचर हुन लाग्छु पिके पर्दाखेरि त साडी लाउने बानी त बसिसकेको थियो साडी नै लागेको थियो मलाई अहिलेसम्म याद छ अलिक सेतो साडी लगाइराखेको अनि त्यहाँ लग्यो लाग्दै डर लागिसकेको थियो मलाई कति टाढा ओहो बाँस छाङभित्र लगेर एउटा पार्टीमा चलाइराख्या स्कुल रहेछ यही पार्टीमा चलाइराख्या स्कुल फुई रातो माटोले लिपिराख्या बच्चाहरू स्कुलमा बसिरह हेर्नुहोस् है मेरो कहानी अनि त्यो स्कुलमा एउटा अफिस थियो अफिसमा एउटा हेडमास्टर बस्ने ठाउँ एउटा टेबल अनि अर्को चाहिँ हाम्रो लामो स्टुल बेन्चमा बस्ने मेज पनि थिएन है टिचरहरू गएर बेन्चमै बस्ने अनि भित्र अफिस चाहिँ त्यस्तो क्लासरुम चाहिँ स्कुलमा एउटा टिचर बसे सानो मेज चाहिँ हुनु रहेछ है अनि मलाई ल पढाउनु पठायो होइन गइसकेपछि उनीहरूले अब जे खान्छ त्यही अब जे छ अब भित्र जाँदाखेरि अहिले के को पिरियड भने यो फलानाको भने त्यही भयो मलाई त्यो दिमागी पढाउनु के गाह्रो थियो म बिए गरिसकेँ फेरि अलिक त्यतिखेर भनौँ न अलिक ट्यालेन्ट थिएँ होइन जे भन्यो त्यही क्लास 3-4वटा क्लास लिइसकेपछि अब म जान्छु है भने के पहिल्यै म जान्छु भनिसकेको थिएँ एउटा क्लास लिने बित्तिकै मलाई मन नपरेर मलाई त्यो वातावरण केही मन परेन टिचरहरूको जुत्ता सुत्ता थिएन विद्यार्थीको त अब कुरै नगरौँ ठुलो मैलै थिए कि ल सुन्नुहोस् है दर्शकजी है यो चाहिँ के भन्दाखेरि त्यो तत्कालीन समय 28 सालसम्म नैपराको स्कुलको नाम के थियो हाम्रो विद्या मन्दिर है विद्या मन्दिरका टिचरहरू अब 28 पनि होइन 34 सालमा होइन के भन्दाखेरि जुत्ता लाउनेसम्म हैसियत छैन होइन त्यो ठाउँबाट आएर होइन आज त्यही स्कुलको होइन म्याम चाहिँ त्यही स्कुलमा हेडमास्टरसम्म बन्नुभयो होइन सुन्नु न अब सिधेकै छैन कुरा अनि त्यहाँ भित्र त भए तर महिला भनौँ न छोरी मान्छे 1-2जना मात्र सबै स्टुडेन्ट केटा थिए होइन अनि सबै ठुलो महिलाका थिए तर म पढाएर आएँ अनि अब म जान्छु भन्दाखेरि मलाई पठाएर पहिले तपाईँले हाजिर गर्नुपर्छ भन्न थाल्यो हाजिर गरेपछि भोलिपल्ट पनि आउनु पर्ला भनेर म हाजिर नगर्ने पक्षमा हात यसो लुकाएर बसिरहेँ मलाई जबरजस्ती हाजिर गराउन भनेर म हाजिर त नगर्ने भने कि मैले हाजिर नगरी हुँदैन नि त तपाईँ क्लास लिइसकेको छ जिल्ला शिक्षाको पत्र लिएर आउनु भएको छ होइन पत्र त जिल्ला शिक्षक थिएँ जिल्ला शिक्षाको पत्र लिएर आउनु भएको छ पढाइसक्नु भएको छ हाजिर नगरिकन हुँदैन अब म कति केटाकेटी होला अब है होइन म चाहिँ अब भोलिदेखि नआउने पढ्ने प्याट मुखबाट होइन त्यसो गर्न कहाँ पाइन्छ त्यो बेलासम्म त्यो स्कुलमा म्याम भने मिस भने एउटा पनि रहन्छ सबै टिचर पहिलो सबै टिचर थिए त्यसो भन्न कहाँ पाइन्छ तपाईँ त आउनै पर्छ नआए पनि हाजिर चाहिँ गर्नै पर्छ भन्नु थाल्यो जबरजस्ती मलाई हाजिर गराएर पठाइदियो उहाँ सरको नाम थाहा छ तपाईँलाई तपाईँलाई जबरजस्ती हाजिर गराउने अब 5-6जना थिए सबैको कण्ठ छ नि तर त्यतिखेर हेडमास्टर चाहिँ यो थियो के ढकाल होइन कृष्णचन्द्र ढकाल भन्ने हेडमास्टर हुनुहुन्थ्यो उहाँले नै कर गर्नुभयो होला उहाँले अरूले पनि घेरेकै मलाई त्यो अरू 5-6जना टिचर थिए है इन्द्रबहादुर थापा भन्ने थियो अनि पुरुषोत्तम केसी भन्ने हुनुहुन्थ्यो है यस्तै रमाइलो पो भएको छ हजुर अनि घर आएपछि दाइले के भन्दा कस्तो रह्यो भने बोल्दै म त नजाने दाइ भन्न थालेँ
है। अनि दाइले किन भन्यो टाढा पनि धेरै टाढा बाँसको झ्याङको मुनिबाट हिँड्नुपर्ने धेरै लामो बाटो हिँड्नुपर्ने। अनि त्यहाँ जाँदाखेरि स्कुल त यस्तो थोत्रो भुइँ लिपिराखेको भुइँमा स्कुलमा बस्ने केटाकेटी त्यो पनि सबै केटाकेटी फरी छन्। तपाईँले स्कुलमा बसेर पढ्नु भएको छ कि छैन? म छैन। तपाईँले पढ्नु भएन है? हजुर है। अनि छन् अब यस्तो बस्ने ठाउँ पनि छैन, स्कुल पनि पार्टीमा चलाइराखेको रहेछ। मलाई त जान मन लागेन भने अनि दाइले मलाई 1 घन्टा लेक्चर दिनुभयो। के भने अलि छोटकरीमा भन्नुहोस्, यही मात्र अझै नै भयो। काठमाडौँको यहाँ न्यु रोडको तिम्रो घरबाट 4 किलोमिटर टाढा त त्यस्तो गति छ भने दुर्गम भन्ने ठाउँ कस्तो हुन्छ? हाम्रो देश नेपाल भनेको खास त्यही हो। त्यसैले चिन्नुपर्छ, चिन्नुपर्छ, तिमी जानुपर्छ भनेर मलाई पठाइदिएको हो। त्यो दिन तपाईँ हाजिर गरेर त आउनुभएको थियो? आएको हाजिर गरेर म आजीवन त्यही स्कुलमा 34 वर्ष लगातार पढेर हेडमास्टर भएर रिटायर भएर। त्यति बेलासम्ममा त्यो स्कुलको जग्गा जमिन घर सर सबै छ होइन? अहिले त्यो स्कुल अहिले सबै छ। गजब रहेछ, त्यो स्कुलमा जानुपर्ने रहेछ एक्चुअली होइन? ल अब अनि स्नेहजीसँग भेटेको कुरा त अझै सर अलि छोटकरीमा भनिदिनु हजुर। अनि त्यतिखेर चाहिँ म चाहिँ पढाउँदै गएँ होइन। मलाई रस बस्यो, अनि पढाउँदै जाँदाखेरि माया बस्यो होइन। माया बस्यो अनि म गएको म टिचर भएको 1 वर्ष पछि होला होइन। अनि ठाउँसँग माया बस्यो कि ठाउँका मान्छेहरूसँग माया बस्यो तपाईँको? अब त्यतिखेर खास भन्ने हो भने मलाई विद्यार्थीसँग माया भयो क्या। साह्रै कस्तो अब केटीहरू थिएन होइन। एउटा पनि विद्यार्थी केटी थिएन? होइन, यो 2-4 जना थिए, थोरै थियो छोरीलाई पढाउने भन्ने चलन थिएन। अनि म पढाउनु यो फी त्यो बेला फी लाग्थ्यो, सिधै थिएन। फी तिर्न आउने त्यो बाउहरूलाई आमाहरू त नाकमुखै देखिँदैन, आउँदै बाउहरू आउँथे। अनि फी तिर्नलाई छोरी छैन बाजामाईको भनेर सोध्थे कि 1 बोको छ जवाफ त्यस्तो आउँछ। छोरीले पनि पढाउनु पर्दैन त, तपाईँलाई पाप लाग्छ भनेर म चाहिँ गर्थेँ भन्थेँ होइन। हुँदा त ती बुढाहरूले त्यो मास्टर पनि एउटा आएको छ त्यहाँ, फी त तिर्न स्कुल त जानै हुँदैन छोरी पढाएन भनेर जहिले पनि चाहिँ गाली गरेर ल्याउँछ। अब अर्को साल त छोरीलाई भर्ना गरिदिन्छु भन्ने बुढाहरू भेट्यो। हुँदा मैले छोड्ने बेलासम्ममा जस्तो पहिले छोरी कम छोरा धेरै थिए, मैले छोड्ने बेलासम्ममा छोरी नै छोरी छोरा कम भयो। ल अनि लक्ष्मी दिदी यहाँलाई आफ्नो पहिलो होइन यो चाहिँ छोरी विद्यार्थीको नाम याद छ? याद छ, धेरैजना याद छ। त्यतिखेर अब यो साँच्चै भनौँ भने म त्यहाँ जाँदाखेरि 4 कक्षा पढ्दै गरेको जस्तो गायत्री पनिहरू होइन, श्यामा बिदारी, रामलक्ष्मी केसी होइन, थापा त्यो बेला थापा थियो, अब केसी भयो। यस्तै नेवारहरू चाहिँ त देखेन नि? नेवार विद्यार्थी नै थिएन, खासै थोरै थिएन। केटीहरू त एउटा पनि थिएन। त्यो फेरि नेवार गाउँमा थिएन त्यो? त्यो नेवार गाउँमा। त्यहाँबाट अनि नेवार गाउँमा अब म स्नेहजीतिर लागेँ। त्यहाँ चाहिँ नेवार गाउँमा चाहिँ होइन, जस्तै नेवार गाउँ के भने बस्तीमा चाहिँ स्कुलहरू थियो कि थिएन? थियो हजुर। त्यहाँ चाहिँ केटीहरूले पढ्थ्यो कि पढ्दैन थियो? केटीहरूलाई पढाउने नेवारहरूले त केटीहरूलाई पढाउँथ्यो मतलब चाहिँ यहाँको क्लासमेटमा केटीहरू जति थिए थियो। त्यहाँ तपाईँ सुरुमा त पछि त नेपाल आचरण पढ्नुभयो, पहिला त त्यही नैकापको कुन स्कुलमा पढ्नुभएको है? नैकापको मङ्गल प्राथमिक विद्यालय भन्ने थियो। अब जहाँबाट उहाँ जानुहुन्थ्यो त्यो ठ्याक्क बस स्टपमै थियो, अहिले पनि छ त्यो स्कुल होइन। तर पहिला चलन के थियो भने त्यो स्कुल कसरी स्थापना हुने रहेछ भने त्यो बेला कुनै पनि स्कुल स्थापना गर्ने भएपछि सार्वजनिक घर सार्वजनिक जग्गा खोजेर नै स्कुल स्थापना गर्ने रहेछ। राम्रो हो नि त्यो। जुन स्कुलमा म पढेँ त्यो पनि पार्टी नै थियो। अब त्यो अलिकति फल्सा टाइपको पनि होइन, त्यो अर्ध फल्सा टाइपको ओपन पार्टी नै हो, त्यहीँ बसेर नै पढेको। अब त्योसँगै अझ पिपलको बोर्ड थियो, पिपलको रुखमुनि बसेर पढेको मैले। ए हजुर। त्यो कति सालतिरको कुरा हो? यो कति साल मैले 3-4 क्लास पढ्दाखेरि अब म 16 सालको मेरो त्यो 20 सालतिरको होला होइन। मैले त त्यसरी नै पढेको होइन, अब स्कुलमै बसेर पढेको। त्यसपछि मसँगै मेरो एकजना कजन दिदी हुनुहुन्थ्यो, त्यतिखेर पनि महिलाहरू थियो, कजन दिदी पनि सँगै नै पढेको हामी।
मेरो ए आवाज अलिक ठुलो चाहियो अरे। ए, अनि यो के भन्दाखेरि होइन अनि यहाँहरूले भेटेको चाहिँ कसरी अब अलिक छोटकरी गर्नुपर्छ होला। लसले सुनाउनु त। अनि म गएको हजुर। म त्यहाँ स्कुलमा गएको 1 वर्ष जति पछि माइक निकाल्ने क्या उहाँ पनि त्यही स्कुलमा भोलिन्टियरली पढाउन आउनुभयो। ए हजुर हजुर अनि त्यति बेला उहाँसँग चिनाजानी भयो हजुर होइन। अनि चिनाजानी भयो, चिनाजानीकै क्रममा अब हाम्रो चाहिँ म पनि कविता लेख्थेँ त्यतिखेर, उहाँले पनि कविता लेख्नुहुन्थ्यो। अनि मलाई कविता लेख्ने भएर नै उहाँसँग मेरो मित्रता के भयो गयो हजुर होइन। हामी भनौँ न सँगसँगै। अनि उहाँ पनि अलिकति आन्दोलनलाई हेर्ने यहाँ पनि आन्दोलनसँग विद्रोही स्वभावको विद्रोही स्वभावको म पनि त्यस्तै। अनि खास त हाम्रो धेरै मिल्ती चाहिँ के बेला भयो भन्दाखेरि 35-36को आन्दोलन भएको थियो नि। त्यतिखेर हामी सँगसँगै आन्दोलनमा लाग्यौँ। तपाईँहरूको मागी बिहा कि भागी बिहा कि प्रेम बिहा कि के? हाम्रो चाहिँ प्रेम बिहा त प्रेम बिहा नै हो। तर हाम्रो प्रेम हामीले चिनाजानी भइसकेपछि अनि उहाँको बुवा मेरो घरमा आएर दाइसँग मागेरै बिहा गरेको। ए बाजा साजा बजाएर बिहा गरेर बाजा साजा बजाएर हजुर कति राम्रो त। त्यो भनेको कति वर्षको कुरा भयो? 40 साल। 40 साल। एउटा छोरी हुनुहुन्छ? एउटा छोरा एउटा छोरी। छोरा हामीसँगै हुनुहुन्छ होइन? छोरा र बुहारी चाहिँ अस्ट्रेलिया बस्छ। अस्ट्रेलिया हजुर। छोरी ज्वाइँ चाहिँ यही गठाघर बस्छ। राम्रो होइन। एउटा छोरा एउटा छोरीको दुईजना अब यो लेखक जोडीको होइन एकदमै धुनधान राम्रो छ। अझ राम्रो होस् भने हामी सिद्धेश्वरमा अच्छे लोक साहित्य केन्द्र होइन कामना पनि गर्छ। अनि के भन्दाखेरि यहाँको कवि जीवनको कुरा किनभने लक्ष्मीजीले अघि पनि भन्नुभयो यो चाहिँ के भने केटाकेटी हुर्काउने क्रममा घरमा सासु ससुरा त्यो पनि एउटा कविता हो कि जीवन्त कविता जसले मान्छेहरूको होइन विचारलाई निखार्छ होइन स्वभावलाई सौजन्य पार्छ। त्यो जम्मै कुराहरू छन् होइन। र अनि पछि चाहिँ कति बेलातिर लेख्न थाल्यो? यो कुरा मैले जोड्नै भ्याएन कि म पनि लेख्थेँ। अब त्यो इन्ट्रेस्ट पनि थियो। मैले भने नि कवितामा इन्ट्रेस्ट थियो। यही अक्षरलोककै कुरा गरौँ। उहाँले मैले बिहा गरिसकेपछि अक्षरलोक पनि ल्याउनुहुन्थ्यो कि अरू अरू पत्रिका सहितमा अक्षरलोक पनि मैले त्यही बेला पढेँ। त्यही बेला भनेको अनि पढ्थेँ। अनि उहाँले मेरो त्यो कविताप्रति साहित्यप्रतिको रुचि र मेरो इन्ट्रेस्ट देखेर मैले पनि लेख्छ भन्ने कुरा त उहाँलाई थाहा छ। ल तिमीले अब लेख्नुपर्छ होइन, लेख्नुपर्छ भनेर घच्याउने उहाँलाई हो कि। यदि उहाँले मलाई घच्याएको भए होइन अहिले पनि उहाँलाई म आभार व्यक्त गर्छु, धन्यवाद दिन्छु। यहाँ चाहिँ एउटा कविले अर्को कविलाई आभार व्यक्त गर्दै हुनुहुन्छ। साह्रै राम्रो। मैले चाहिँ यहाँ ताली नै बजाएँ है। किन भन्दाखेरि यदि उहाँले मलाई नघच्याएको भएदेखि सायद फेरि यो यसरी कविता एकपछि अर्को निस्किँदैन थियो। अहिलेसम्ममा कतिवटा निकाल्नुभयो होला? मेरो 4वटा कविता सङ्ग्रह नेपालीमा छ, एउटा अङ्ग्रेजीमा छ। अङ्ग्रेजीमा पनि छ। त्यो अङ्ग्रेजीमा अनुवाद यसरी उहाँकै देन हो म कवि हुनुमा। म अहिले पनि भन्छु म चाहिँ यसरी अहिले लेख्न सक्ने भएर आयो किनकि उहाँले गर्दा नै। किन भन्दाखेरि मैले जति पनि लेख्छु नि मेरो पहिलो श्रोता उहाँ होइन। अनि उहाँलाई भयो अनि उहाँले के भन्नुहुन्छ ल यो अलिकति भएन, यो नारा जस्तो भयो, यो अलिकति भएन, यो कथा जस्तो भयो भनिदिनुहुन्छ होइन। अनि कविता सम्बन्धी छलफल पनि गर्न पायो। त्यो कारणले गर्दाखेरि म माझिँदै गएँ होइन, माझिँदै गएँ। अब लेख्ने त हाम्रो आफ्नो आफ्नै शिल्प छ होइन। उहाँको आफ्नै शैली, मेरो आफ्नै शैली। हाम्रो विषयवस्तु रोज्ने पनि फरक छ। उहाँको विषयवस्तु रोज्ने अर्कैतिर, मेरो विषयवस्तु अर्कै रोजिन्छ। तर जसरी रोजे पनि हाम्रो रोजाइमा हामीले कवितालाई कविता जस्तो भयो कि भएन भनेर हामी छलफल पनि गर्न पायौँ। त्यो कारणले गर्दाखेरि म आफूलाई पहिला भनिहालेँ नि कवि म फेरि यसरी कविताहरू लेख्न सक्ने, मलाई साहित्यकार हुन सक्ने क्षमता छ भन्ने कुरा मलाई थाहै छैन। उहाँले गरेरै मलाई तिम्रो क्षमता छ है भनेर जब मलाई घच्याउनु भयो होइन
अनि दिदीलाई हजुर आफ्नो कविताहरू 4वटा कविता सङ्ग्रह निकाल्नु भएको छ होइन लक्ष्मी मालीजीले अहिले श्रीमान अचेलक साहित्य केन्द्रको प्राङ्गणमा लक्ष्मी माली र स्नेहा हामी दुईजना घग्रान लेखकहरू कविहरू हुनुहुन्छ होइन अब म लक्ष्मी माली दिदीसँग भन्छु यहाँलाई सबैभन्दा मन परेको कुनै कविता याद छ याद ल एउटा सुनाउनु सानो टुक्रा अब यो कविता त मैले धेरै सुनाइसकेँ आमा तिम्रो नाम के हो नाम के हो त्यो कविता फेरि यति मनपर्छ अब हुन त आफूले लेखेको सबै मनपर्छ आफ्नो छोराछोरी जस्तै हो छोराछोरी जस्तै हो यो मनपर्छ त्यो मन पर्दैन भन्ने छैन तर त्यो आमा तिम्रो नाम के हो चाहिँ पहिले आफूलाई मेरो आमाको नाम कसैले नलिएको कारणले गर्दाखेरि होइन मलाई पिन्च भएर अनि आफू पनि आमा भइसकेपछि पनि त्यो ब्याक भनौँ न त्यति बेला पनि ठुलो जिम्मा त हाम्रै हो होइन तर आफ्नो नाम कहीँ आउँदैन त्यही त छोराछोरी त अब उहाँले भन्दा म त्यो चाहिँ अब अगाडि नै भन्छु उहाँले भन्दा त्यो छोराछोरी हुर्काउने मेरो जुन भनौँ न एउटा के भन्ने अब भूमिका मात्रै नभनौँ श्रम पनि भनौँ न एक किसिमको मेरो धेरै लाग्यो जन्माएँ हुर्काएँ संसारका हरेक आमाको लाग्छ के त्यहाँ तर मेरो नाम त कतै नलेखिने रहेछ होइन ल अब त्यसमा तपाईँले होइन यो ध्रुव सत्य हो यहाँ मात्रै होइन संसारभरि नै होइन भएको चलन हो यो होइन तपाईँलाई त्यो आमा तिम्रो नाम के हो कविताको 2 लाइन मात्रै सुनाइदिनु लेखेरै भनौँ न होइन हजुरबा छोरी भन्नुहुन्छ मामा दिदी भन्नुहुन्छ बाबा श्रीमती भन्नुहुन्छ म आमा भन्छु आमा तिम्रो नाम हस् एकदम धन्यवाद गजब छ अब यसरी नै सामीजीलाई चाहिँ आफ्नो पहिलो किताब अथवा अहिलेसम्मको कुनै याद छ जस्तो मन परेको त्यो आफ्नो होइन अहिलेसम्म कतिवटा रचना भएको 4वटा ए गजब रहेछ 2जना कवि जोडीको होइन लेखक जोडीको 4वटा किताब होइन र चाहिँ के भने 2टा छोराछोरी एकदम गजब रहेछ र याद छ दाइलाई पनि कुनै त्यस्तो होइन मलाई चाहिँ कण्ठ हुँदा मलाई पनि म चाहिँ साधारण कविता कण्ठ गर्दिनँ हजुर कण्ठ नभएकोमा अलिकति आफैप्रति क्षोभ पनि छ मलाई किनभने हामीले अरूको कतिपय गीतहरू चाहिँ हामी कण्ठ गर्दैन आफ्नै कविता चाहिँ हामीलाई कण्ठ मलाई पनि हुँदैन त्यो त्यसको मतलब दाइ पनि अलिक धेरै लेख्नुहुन्छ होला अहिले चाह्यो भने लेख्न सक्नुहुन्छ होला त्यस्तो सक्दिनँ तर अब कण्ठ पनि छैन कण्ठ गर्ने प्रयत्न गर्दा पनि कण्ठ हुँदैन तर अहिले मलाई चाहिँ के लाग्छ भने केही कविताहरू कमसेकम हामी सबैले कविता लेख्नेहरूले कमसेकम 5-4वटा आफ्नो कविता कण्ठ गर्नुपर्ने हो भन्ने लाग्छ म प्रयत्न अनि तपाईँले चाहिँ उहाँको सबैभन्दा ठुलो विशेषता चाहिँ त्यही होइन यो चाहिँ सिर्जनाको क्षेत्र मन परेर तपाईँ आग्रही हुनुभयो अनि यस्तै दाइलाई चाहिँ उहाँको होइन लक्ष्मी मालीजीको के मन परेको सबभन्दा अब त्यस्तो छ अब पहिला अब मनपर्ने भनेको कस्तो हुने रहेछ भने एउटा त हामी चाहिँ त्यो प्रेम गर्ने बेलामा नै हामी त्यति म्याच्योर हुँदैन वास्तवमा नहुने रहेछ अब सँगै भयो अब यौवनकालमा मन पर्यो भन्ने हो मन पर्यो भनेर अहिले जस्तो डेटिङ गर्ने दिने नि भेट्ने दिने हुने प्रेम भन्ने कुरा लुकाउने हामी त वर्षको एकपटक पनि भेट्दैन थिएनौँ फोन पनि थिएन होइन अब कहिले काहीँ अब भेट्ने हो सम्झने भनेको सबै मनमा सम्झे अनि एकअर्कालाई रुचि गर्ने भनेको चाहिँ अब जीवन अब यिनीसँग चाहिँ मेरो जीवन राम्रैसँग बित्छ होला अथवा अहिले भनेको चाहिँ त्यसबाट हिजो चाहिँ मानिसहरू के भन्छ भने यो फलानु यस्तो पढेको यस्तो हो भनेर जुन हामी खोज्छ नि त्यतिखेर हामीले केही चाह गर्ने होइन उनीसँग चाहिँ मेरो जीवन बित्छ भनेर मात्रै खोज्ने हो अहिले जस्तो करियर खोजेर बिहा गर्ने चलन पनि थिएन होइन र फेरि विशेष गरी केटीहरूको नखोज्ने कि केटाको चाहिँ खोज्ने केटाले कति पढेछ जागिर खाएको छैन चाहिँ केटालाई पनि दोहोरो भूमिका चाहिँ छ क्या यहाँ दायित्व छ क्या धेरै नै अब
सानो बेलादेखि नै त्यो एक किसिमको जिम्मेवारी लादिने है अब खुवाउनुपर्छ छोरीलाई अर्काको घर जानुपर्छ भन्ने होइन यो आफ्नै खालको एउटा चाहिँ हाम्रो सामाजिक त्यो चाहिँ मलाई त कमजोरी नै जस्तो लाग्छ कि मलाई चाहिँ अहिले त्यसो भए हिजोआज मलाई के लाग्छ भने अहिले त झन् चलन बढ्यो बिहा ढिलो गर्ने पहिला करियर बनाएर बिहा गर्ने भन्ने कुराको चाहिँ म 100% असहमत छु म चाहिँ के लाग्छ भने बिहा गर्ने भनेको सँगै जीवन बिताउने सँगै जीवन बिताउने भनेको दुःख सुख सँगै गुजारा गर्छु भन्ने दुःख सुख सँगै गर्ने भए त बिहा पनि गर्ने सँगै पनि बस्ने उसलाई चाहिँ नि स्वीकार्ने उसलाई सहयोग गर्ने भएर पो जिन्दगी बिताउने श्रीमान श्रीमती बिच एकअर्कालाई धाक लाउने बिहा गर्ने होइन नि त्यस कारण चाहिँ पहिला करियर बनाउनुपर्छ भन्ने कुरा चाहिँ करियर पनि प्रेम पनि सँगै गर्ने साँच्चै नै गजबको कुरा गर्नुभयो होइन साँच्चै नै गजबको आजसम्म होइन मैले चाहिँ देशको विदेशको धेरै मान्छेसँग इन्टरभ्यूहरू लिएको छु होइन तर यस्तो खालको कुरा चाहिँ छैन यो चाहिँ ज्ञानको लागि होइन यो नयाँ विचारको लागि मैले हार्दिक नमन गरेँ यहाँलाई वास्तवमा हो नि त होइन सँगसँगै हिँड्ने नि होइन जागिर पनि सँगै खोजौँ होइन अब सँगै अब यहाँहरू त झन् सँगै पढेका पनि होइन अब त्यसरी चाहिँ के भन्दाखेरि त्यो भनेको ठुलो कुरा हो त्यो होइन सँगै काम गर्यो होइन र चाहिँ त्यसो गर्दाखेरि मान्छेले भित्र मनसम्म चिन्ने पनि हो होइन अब त्यो सुनेको सङ्घर्षको कथा र होइन सँगै बिताएको सङ्घर्षको कथा त फरक हुन्छ नि र त्यस्तो खालको सम्बन्ध दिगो पनि हुने हो होइन त्यो उहिलेदेखिको त्यो प्रेम अहिले पनि त्यतिकै छ होइन त्यो घटेको छैन झन्झन बढ्दैछ होइन यो प्रेम सधैँ यस्तै काम रहोस् भन्छ उहाँको सबभन्दा ठुलो विशेषता चाहिँ के त अब लक्ष्मीजी उहाँ चाहिँ एक्टिभ हुन्छ एउटा है मैले अब जुन बेलादेखि नै उहाँलाई जुन बेला मैले उहाँलाई अब प्रेम गरेँ भन्ने फिल नभइकन नै मैले उहाँलाई चाहेँ नि उहाँ एक्टिभ के साह्रो एक्टिभ हुनुहुन्थ्यो है अनि दोस्रो कुरा चाहिँ उहाँ चाहिँ को मिठास के बोल्ने तरिका हाँस्ने त्यो चाहिँ ह्युमोरियस टाइपको होइन रमाइलो गरी बोल्नुहुन्छ होइन अनि सँगसँगै भनौँ न उहाँसँग मैले अब सँगसँगै काम पनि गरेँ होइन सँगसँगै काम गर्दा अनि तेस्रो कुरा भनेको उहाँ चाहिँ अलि लगनशील यस्तै अनि उहाँको कमजोरी चाहिँ के देख्नुहुन्छ ल भन्नुहोस् कमजोरी चाहिँ छ उहाँको कमजोरी चाहिँ उहाँको रिस हो रिसाउनुहुन्छ बेला मौका म चाहिँ अहिले पनि भन्छु तपाईँको सबभन्दा कमजोरी रिस हो है होइन मलाई पनि रिस उठ्छ तर उहाँलाई जस्तो रिस उठ्दैन मलाई हटिपट्टि रिस उठ्दैन साह्रै ठुलै चोट लाग्नु अब दिदी म एउटा कुरा है अरूलाई होइन आफैलाई दिदीलाई आफ्नो कमजोरी चाहिँ के हो जस्तो लाग्छ मेरो कमजोरी मेरो आफैले आफैलाई हेर्दा मेरो कमजोरी चाहिँ के हो भन्दाखेरि म धेरै नरम छु है धेरै नरम चाहिनुभन्दा बढी मैले कसैलाई जवाफ दिनुपर्ने मान्छेलाई पनि म जवाफ नदिने सहने बानी मेरो कमजोरी रहेछ भन्ने कुरा अहिले फिल गरेँ ल अब यही क्वेसन मैले होइन स्नेहसामी दाइलाई गरेँ अब हाम्रो लक्ष्मीमाली दिदीको सबैभन्दा ठुलो विशेषता चाहिँ के लाग्छ यहाँलाई किनभने सँगसँगै जीवन बिताएको धेरै भयो नि त होइन यो चाहिँ अत्यन्तै होइन यो चाहिँ के भन्दाखेरि उर्वर जीवनदेखि लिएर होइन अब अहिले चाहिँ के भन्दाखेरि हामी चाहिँ उमेरको एउटा हदमा छौँ होइन यहाँसम्ममा चाहिँ उहाँलाई चाहिँ उहाँको सबैभन्दा ठुलो विशेषता के लागेको छ निस्वार्थी होइन निस्वार्थी पहिला आफूलाई प्राथमिकतामा नराखेर मलाई प्राथमिकतामा राख्ने अनि अब केटाकेटीलाई प्राथमिकतामा राख्ने घर परिवारलाई प्राथमिकतामा राख्ने अनि आफ्नो लागि कम सोच्ने बरु उसको लागि सोच्नुपर्छ भनेर मैले भनिरहनु पर्छ पहिला कुरा त एकअर्का बिचको इमान्दारी हो नि त इमान्दारी हो नि त अब हाम्रो बिच कहिले पनि तेरो मेरो भन्ने भएन तेरो पैसा मेरो पैसा भन्ने भएन एकअर्कालाई चाहिँ उसलाई बढी होस् उसलाई राम्रो होस् भन्ने चाहना हो फेरि अब पुरुषहरूको हाम्रो यो समाज जस्तो सुकै भए पनि के हुन्छ भने त्यो अब हामी त जोइन्ट फ्यामिलीमा हुर्केको बुवा आमाहरूसँगै हुँदाखेरि चाहिँ पुरुषलाई एउटा के हुन्छ भने त्यो आफ्नो श्रीमती र त्यो आफ्नो अर्को परिवारसँग मिलाउनु पनि गाह्रै हुन्छ आमा बाउसँग अनि त्यसमा चाहिँ धेरै ठुलो सेक्रिफाइस चाहिँ बुहारीले गर्नुपर्ने हुन्छ हाम्रो समाजमा अनि लक्ष्मीले धेरै ठुलो सेक्रिफाइस गर्नुभएको छ मसँग सँगै जिउनको लागि होइन अब ऊ न्यु रोडमा हुर्केको कममा काम नैकापमा फेरि नैकाप मेरो चाहिँ अलिकति सानो व्यवसाय गरेर हुर्केको हाम्रो परिवारै 9 जना
अब 11 जना बुवा आमा समेत फेरि मका काम गर्ने मान्छे चाहिँ 6-7 जना हुन्थ्यो भातै 18 जनाले पकाउनु पर्थ्यो हैन 6-7 जना मान्छे के काम गर्ने उहाँ मेरो तेल मिल राइस मिल यताउति यस्तो खाले थियो उद्यमीहरू उद्यमी हो अनि चाहिँ सबैलाई सँगै खुवाउने चलन थियो क्या हामी जसरी हुर्किन्थ्यो कामदारहरू पनि त्यसरी नै हुर्किन्थ्यो सँगै खाने सँगै बस्ने सँगै काम गर्ने एउटै भान्सामा हामीले नै पकाएर हैन त्यस्तो थियो अब त्यसलाई त घरको बुवाले त पकाउनु पर्यो अहिले पकाउनु पर्यो खुवाउनु पर्यो त्यतिखेर पकाउने भने चाहिँ अहिले जस्तो ग्यासमा होइन दाउरामा मकैको ढोडमा हैन अनि त्यो अब भाँडाकुँडा नै कस्तो कालो माझ्नु पर्यो हैन त्यो माझेर पनि स्कुलको जिम्मेवारीमा जानु पर्यो अब उनको आफ्नै छ अब मेरो आफ्नै जिम्मेवारी छ त्यस हुनाले जसरी उसले चाहिँ सबै कुरो सेक्रिफाइस गरेर अब घर भनेर आएपछि होइन उसको एउटा त्यो छ अब अर्को एउटा के पनि भयो भने बेसिकली के हुँदो रहेछ भने बाँच्नको लागि मित्रतामा पनि अब सँगै जिउने अब श्रीमान श्रीमती मात्र त्यो हुनै पर्यो मित्रतामा पनि इमान्दारी जरुरी छ होइन मैले तपाईँसँग मित्रवत व्यवहार गरेँ भने कमसेकम मैले अनावश्यक बरु नबोल्नु किन ढाँट्नु तपाईँभन्दा ठुलो मान्छे म किन हुनु पर्यो होइन त्यो खाले एउटा हामीले चाहिँ त्यो परम्परा अथवा त्यो विश्वास परेको बेलामा चाहिँ अब अलिकति सहयोगै गर्ने मानसिक ढाडस दिने होइन अब अहिले त जति सहयोग गरे तापनि लास्टमा चाहिँ दास भएर होइन भागेर उसलाई चाहिँ के भने कि दुःखमा छोडेर हिँड्ने साथीहरू धेरै छन् होइन अब मैले देखेको चाहिँ मानवीय हिसाबले नै लक्ष्मी अत्यन्तै अनेस्ट अत्यन्तै सहयोगी र भएको हुनाले मैले देखेको चाहिँ त्यो हो अब हामी त पुरुषहरू कहाँ पुग्छ कहाँ थाहा हुँदैन म त बिहानबाट निस्केर राति घरमा पुग्थेँ कता दौड्दै के गर्थेँ घरको कुरा कति थाहा हुन्थेन त्यसो भएर मैले देखेको चाहिँ त्यही नै हो अब हाम्रो यसरी सानो दाइले यो भनिराख्दाखेरि हाम्रो लक्ष्मीमाली दिदीको अनुहारमा होइन 16 वर्ष जवानी पनि चल्किरहेछ र फुल पनि फुलिरहेछ यसको लागि एकदम धन्यवाद वास्तवमा यतिको पुरुषहरू हुने यतिको आफ्नो श्रीमतीको योगदानको कदर गर्ने पुरुषहरू हुनु भनेको के भने सामाजिक रूपान्तरणमा होइन एकदमै फड्को मार्ने खालको कुराहरू हो यसरी सामीजी जस्तो अरू हुनुहुन्छ र त समाजमा हाम्रो चाहिँ परिवर्तन हुँदै आएको छ अनि उहाँको कमी देखाउनु पर्यो भने चाहिँ के देखाउनुहुन्छ मैले धेरै ठुलो कमजोरी त मैले त खासै त्यस्तो के ठुलो कमजोरी त देखाएको छैन अब मलाई चाहिँ के लाग्छ भने चाहिँ अब तपाईँ पनि प्राध्यापक हुनुहुन्छ होइन अब लक्ष्मी पनि हेडमास्टर भएर आएको यो प्राध्यापन र अध्यापन पेसाबाट आएको मानिसहरू आम मान्छेभन्दा बढी बोल्नुहुन्छ जस्तो लाग्छ क्या मलाई होइन अनि अलिक कम बोलिदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ क्या मलाई होइन त्यो चाहिँ बोल्दाखेरि चाहिँ होइन त्यो जरुरी हुने रहेछ जस्तो लाग्छ म चाहिँ म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएको म पनि बढी बोल्छु बोल्न त होइन मलाई चाहिँ के लाग्छ भने चाहिँ अलिकति बोल्दाखेरि अलिकति कम बोल्नु राम्रो सुन्नु राम्रो बोल्नु कम लाग्छ अरू त त्यस्तो मेरो केही गुनासो छैन अनि यहाँहरू एक आपसलाई पाएर चाहिँ गौरव फिल त गर्नुहुन्छ नि मलाई त के लाग्छ म चाहिँ भाग्यमानी नै ठान्छु उहाँ जस्तो श्रीमान पाउनु भने मेरो लागि भाग्य नै हो अनि अब ल मैले अब यो अन्तिमतिर लागेँ होइन धेरै लामो भयो भने सुन्नु मन लाग्दैन होइन के भन्दाखेरि तपाईँहरूले आज हामीले जति कुराकानी गऱ्यौँ यहाँबाट एक आपसलाई अलिकति बढ्ता बुझेको जस्तो फिल भएको छ कि छैन बुझ्न त अब बुझेकै हो होइन अब जस्तो अब उहाँलाई लागेको कुरा मैले अब त्यतिकै त सुन्न पाइँदैन नि आज तपाईँ माध्यमबाट मैले सुन्न पाएँ होइन जसले गर्दाखेरि उहाँलाई बढी नै बुझेँ जस्तो लाग्छ अनि उहाँको सन्दर्भमा मलाई चाहिँ के लाग्छ भने नि यो यस्तो कुरा भनिराखेको नै होइन जस्तो लाग्छ क्या मलाई चाहिँ तर यस्तो कुरा कहिले काहीँ भन्नुपर्छ क्या जस्तै यहाँले यो कुरा नभनेको भए होइन मैले त्यो क्वेसन नसोधेको यो नभनेको भए लक्ष्मीमाली दिदीको होइन अनुहारमा जुन चाहिँ गुलाब फुल्यो नि होइन त्यो गुलाब अहिले क्रमिक रूपमा समयक्रममा हजारौँ दर्शकले हेर्नेछन् के होइन त्यो त मैले त हेरिहालेँ मैले त आफूलाई भाग्यमानी ठानेँ होइन एकातिर एउटा मान्छे त्यो पनि त्यो सामान्य होइन यस्तै सामी हो होइन एउटा लेखक हो होइन चेतनशील वर्ग हो उहाँले भनिराख्नु भएको छ होइन एउटा महिलाको एकदमै इमान्दारतापूर्वक होइन त्यो चाहिँ जे हो त्यो भनिराख्नु भएको छ होइन र चाहिँ अर्को मान्छेले ल मेरो त यसरी मूल्याङ्कन भएको छ रहेछ नि त होइन गरेको त त्यागै हो होइन त्यो भन्दाखेरि पनि
फेरि चाहिँ यहाँ दुईजनाको चाहिँ के भने इमान्दारिता होइन यो इमान्दारिताले मैले नमन गरेँ अब लास्टमा केही भन्न मन लागेको मैले नसोधेको जस्तो केही छ जस्तो छ भने अब खासै यस्तो छ कि अबका पिँढीमा जस्तो अब पहिले हामीभन्दा अगाडि हाम्रा आमा बजैहरूले त धेरै पितृसत्ताले दमन गरिराखेको थियो होइन पुरुष प्रधान समाजमा होइन दुःख गरेर आयो हाम्रो बेलासम्म आउँदाखेरि हामी अलि समान जस्तै अझ पनि बढी त हामीले पेल्यौँ पेल्न त होइन तैपनि हामीले त्यो आफू पेले पनि पेलेको छ भनेर थाहा पाएर पनि हामीले दमन गरेनौँ तर अचेलका युवाहरूले चाहिँ के हो भन्दाखेरि यो हामी समान हो भन्ने कुरालाई छोडेर यो केटाहरूलाई चाहिँ हामीले दमन गर्नुपर्छ भन्ने अहिले सोच आइरहेछ नि त्यो चाहिँ गर्नु हुँदैन कि हामी इक्वेल हो बराबर हो होइन हामी एकले अर्कालाई समान भावले समभावले हेर्नुपर्छ र एकले अर्कालाई दमन गर्ने होइन सद्भाव गर्ने हो भन्ने लाग्छ। हजुर धन्यवाद। अनि अब यही सन्दर्भमा यहाँको चाहिँ मलाई चाहिँ के लाग्छ भने पुरुष होस् या महिला युवावस्थामा नै तपाईँले आफ्नो खुट्टा आफैले टेक्न अथवा थोरै भए पनि आर्थिक उपार्जनको काम गर्नुपर्छ होइन। अहिले चाहिँ म चाहिँ केही युवाहरूलाई चाहिँ यदि स्वरोजगार गर्ने हो भने मैले भोलिन्टरली सहयोग पनि गरिरहेको छु, म पनि सहयोग गर्न तयारै छु, कसैले केही गर्छु भन्यो भने चाहिँ त्यो गर्दाखेरि मलाई आनन्द आउँछ होइन। अनि अहिले हाम्रो धेरै के भएको छ भने विदेश जाने चाहिँ चलन छ, यहीँ बसेर काम गर्ने धेरै अवसरहरू छ जस्तो लाग्छ। अर्को एउटा के लाग्छ भने यो समानता सुन्नुहोस् है प्रिय दर्शकहरू, यहाँ चाहिँ कसैलाई स्वरोजगार गर्नु मन लागेको छ होइन अवसरहरू पाइराख्नु भएको छ विभिन्न खालको हुन सक्छन् ती अवसरहरू भन्दाखेरि हाम्रो स्नेह स्वामीज्यूलाई सम्झनु होला होइन उहाँले घटीमा प्रोत्साहित गरिदिनुहुन्छ यहाँलाई। हजुर अब आज पनि एकजना साथीको छोरा आउनु भएको थियो, के गर्ने भन्नुभयो, मैले उहाँलाई सक्दो सहयोग गर्छु भनेर आएँ। कतिपय बेला काउन्सिलिङै चाहिन्छ हो त। अहिले धेरै जस्तो के छ भने युवाहरू धेरै महत्वाकांक्षा हुन्छ अनि धेरै तलब धेरै सुविधा खोज्ने अनि तर चाहिँ त्यो नपाएपछि डिप्रेसनमा जाने चलन छ, त्यो नहोस् भन्ने चाहन्छु। अर्को एउटा यो नयाँ पुस्ताले सोच्नुपर्ने एउटा कुरा चाहिँ के चाहिँ हो भने जसरी हामीले दुःख गरेर आएको छौँ हामी त्यत्तिकै आएको होइन यहाँसम्म होइन। हामीले यत्रो घर बनाए पनि मोटर चढे पनि धेरै दुःखपछिको प्रतिफल सबै मेहनतको फल। त्यस भएर म त के भन्छु भने अहिले जुन यो अब मलाई हृदयदेखि लागेको कुरा चाहिँ तपाईँहरू ठिक समयमा बिहा गर्नुहोस्। तपाईँ बिहा गर्न चाहिँ ढिलो गर्दै नगर्नुहोस्, ठिक समयमा बिहा गर्नुहोस्, ठिक समयमा त्यही बेला दुःख गर्नुहोस्, राम्रो पार्टनर छान्नुहोस् होइन, सँगै दुःख सुख गर्नुहोस्। तपाईँले नत्र के भयो भने तपाईँहरू चाहिँ नि बच्चा जन्माउने बेला 40 नागिसकेपछि त्यस्तो नगर्नुहोस्, तपाईँ 25-26 वर्षमै बच्चा जन्माउनुहोस्, 25-26 वर्षमै बिहा गर्नुहोस् अथवा 20-22 वर्षमै गर्नुहोस्। अहिले चाहिँ ढिलो बिहा गर्नुपर्छ भन्ने कुरा गलत होइन। त्यसरी मलाई चाहिँ अब बरु कमाउने काम पनि सँगै गर्नुहोस्, थोरै हुँदा थोरै खर्च गरेर चाहिँ टार्नुहोस्, धेरै हुँदा धेरै गर्नुहोस् भन्ने लाग्छ मलाई। हस् एकदम धेरै होइन। म चाहिँ अब साँच्चै भने नै यो ज्ञान आर्जन गर्ने मौका पाएको छु मैले। अब म श्रीकुमार अचेलक साहित्य केन्द्र मलाई चाहिँ के भन्नुहुन्छ यहाँ दुवैजनाले के चाहिँ गर्नु पर्ला मैले कमी कमजोरी के होला मेरो? म अलिकति राखौँ है त, कमी कमजोरी छैन। सिद्धेश्वर मान अचेलोक प्रतिष्ठान तपाईँले यसरी बनाएर अगाडि बढेकोमा मैले तपाईँलाई नचिन्दै नभेट्दै अनि तपाईँको गतिविधि देखेर चाहिँ म आफू गौरवान्वित छु वास्तवमा होइन। त्यो धेरै राम्रो काम गर्नुहुन्छ। तपाईँले 2-3टा काम गर्नुभएको छ। एउटा त अस्ति जस्तो यात्रा, एउटा चाहिँ आजीवन सदस्य बनिरहनु भएको छ, एउटा त त्यति ठुलो राशि राखेर पुरस्कार दिइरहनु भएको छ। तर मेरो एउटा सानो सुझाव चाहिँ त्यसमा एउटा के छ भने म पारिजात स्मृति केन्द्रमा हामी दुवैजना केन्द्रमा बसेर पनि सायद हामी दुवै मिलेर एउटा पुरस्कार पनि राखेको छ त्यहाँ, चाहे पारिजात कला पुरस्कार भनेर त्यो दिएकै 17-18 वर्ष। सबैभन्दा समस्या हामी पुरस्कार दिनेलाई पनि त्यो व्यक्ति छनौटको समस्या हो होइन। त्यसमा चाहिँ सही छनौट पऱ्यो कि परेन भनेर हामीले होस पुर्याउनु पर्ने हुँदो रहेछ। अनि चाहिँ धेरै मानिसहरूले चाहिँ उसलाई देऊ अथवा मलाई देऊ भनेर धेरै मान्छे आउँछन् होइन। त्यतिखेर कतिपय बेला हामी आफै डिरेल पनि हुनसक्छ, ठिकै हो दिएँ क्यारे भन्ने लाग्छ। तर त्यहाँ एउटा मिस्टेक हुँदाखेरि त्यो
समाजमा एउटा आइकन निर्माण गर्छौँ नि त हामीले हो त, पुरस्कृत हो गरेर त, हो त। त्यो गलत मान्छे पर्दाखेरि गलत आइकन निर्माण हुन्छ हजुर, हजुर, त्यो एउटा हामी चाहिँ संस्था चलाउनेहरूको लागि त्यो एउटा ठुलो जिम्मेवारी त छ हजुर, हो, त्यो एउटा हो, याद गर्नु होला हजुर, हस्। लक्ष्मीजी मलाई के भन्नुहुन्छ? म चाहिँ तपाईँको यो गतिविधिसँग यो सिद्धेश्वर मान अक्षर लोक साहित्यिक पत्रिकालाई जुन सिद्धेश्वर दाईले स्थापना गरेको पत्रिकालाई उहाँको शेषपछि पनि तपाईँले जुन रूपले गतिशीलता दिनुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र अर्को कुरा यो साहित्यलाई जुन भन्न अँगाल्नुभयो तपाईँले, अहिले आएर तपाईँ प्रोफेसर पनि हो होइन, आफ्नो ठाउँ त बेग्लै छ र पनि यो साहित्यलाई अँगालेर तपाईँले जुन सिद्धेश्वर सरले लिएको जुन त्यो एउटा प्रगतिशील होइन त्यो फाँट प्रगतिवादी साहित्यलाई जुन बेला स्कुलिङ जस्तै मैले भने नि 40 साल 41 सालतिर त्यो पत्रिका पढेर मैले मार्क्स चिनेँ, माउसेतुङ चिनेँ होइन। त्यो एक किसिमको त्यो सिद्धेश्वर दाईको जुन त्यो एउटा के भन्ने अब लिप छ नि त्यो चाहिँ रहिरहने गरेर तपाईँले सञ्चालन गर्नु र यसलाई निरन्तरता दिनुहोस् र त्यसको लागि म शुभकामना। हस्, धन्यवाद। एक लाइन थप्नु मन लाग्यो हजुर, हजुर, स्पन्दनको हजुर, होइन हजुर, मलाई के लाग्यो भने यहाँ स्पन्दनको स्पन्दनजी को र तपाईँको जुन व्यवहार देखेपछि हामीले धेरै मानिसहरूले हामीले अरूलाई त उपदेश दिन्छौँ, हजुर, आफ्नै छोराछोरीलाई हामीले संस्कार दिन सकिरहेको हुँदैन होइन। तर त्यो तपाईँहरूको यो प्रेम, यो तपाईँहरूको यो सहकार्य सब देख्दाखेरि चाहिँ त्यसको लागि पनि बधाई। यसलाई म पनि थप्छु। हजुर, तपाईँले जुन रूपले आफ्नो छोरालाई संस्कार दिइराख्नु भएको छ त्यो अतुलनीय छ होइन। यो कुरा चाहिँ अरूले पनि सिको गरून् भन्ने पनि चाहन्छु। हजुर, धन्यवाद है। छोरीले चित्त दुखाउली होइन, छोरी अगाडि नचिनेर छोरीले त अब एउटा छोरी चिनेपछि फेरि हजुरबाको नाममा 2 लाखको अक्षर पनि राखेको छ। उसले के गरेको छ भन्दाखेरि होइन, 1 वर्ष चाहिँ मामा घरतिरको हजुरबाको नाममा दिने, अर्को वर्ष चाहिँ होइन घरतिरको होइन, यो चाहिँ बाउको आमा बाउ र आमाको आमा बाउलाई भेदभाव नगरिकन 1 वर्ष त्यता गरेर त्यो चाहिँ गरिदिएको छ होइन। ऊ पनि धेरै गरिरहेको पोहोरको बेलामा यो अचेलो बाबुको भ्याएको थिएन, यसको जाँच साँच के भएर अब कम्प्युटर इन्जिनियर चाहिँ बाबु होइन, ऊ कम्प्युटर के भन्दाखेरि कम्युनिकेसन स्पेसिस्ट उसले सबै गरेको। उसले पनि धेरै नै होइन त्यो कार्यक्रमहरू सबै पढ त दिदीभाइ 2जनै मिलेर चलाए होइन। त्यसरी चाहिँ के भन्दाखेरि 2जनाकै होइन मलाई चाहिँ त्यो समभावमै होइन सहयोग चाहिँ छ है। किनभने कयौँ साहित्यिक संस्थाहरूको चाहिँ अब म छु, अब त्यसपछि सधैँ कोही पनि मान्छे रहँदैन, त्यसपछि त्यस बन्दै भएर गएको देखेको छ नि त होइन। हाम्रो चाहिँ बन्द हुनेवाला छैन होइन, हाम्रो चाहिँ बन्द हुनेवाला छैन। हाम्रो चाहिँ के भन्दाखेरि अब यिनीहरू मात्रै होइन, हाम्रो संस्थाका सदस्यहरू माधव प्रधानजीहरू उहाँहरू पनि धेरै प्रतिबद्ध हुनुहुन्छ, देखिहाल्नुभयो लक्ष्मीजीले होइन। अनि अब आइराख्नु भएको छैन हाम्रो संस्थाको होइन सचिव चन्द्रबहादुर केसी, उहाँ पनि प्रोफेसर हो होइन। उहाँ पनि एकदमै के भने कि सिद्धेश्वर सरसँग एकदमै प्रतिबद्ध व्यक्तिहरू होइन। उहाँ भनेको हामी नै हौँ भने अर्को केपी खड्का सर हुनुहुन्छ होइन। सिद्धेश्वर सर भनेको त हामी नै हौँ भनेर भन्नुहुन्छ कि उहाँले, हामीलाई बनाइदिने नै उहाँ नै हो भनेर भन्ने खालका तर धेरै नै मनोजमा थापा त्यस्तै होइन, उहाँ इन्जिनियर हुन्छ, डक्टर पनि हुनुहुन्छ होइन। त्यसरी चाहिँ के भन्दाखेरि त्यो सबै नै व्यक्तिहरू हाम्रो चाहिँ के भन्दाखेरि एकदमै प्रतिबद्ध साथीहरू हुनुहुन्छ होइन। समय दिइराख्नु भएको छैन, तर समयभन्दा ठुलो कुरा मन हो कि बेमानी पूर्ण समय हुनुभन्दा होइन, तर इमान्दारितापूर्ण विचार हुनु पनि ठुलो हजुर त्यो चाहिँ भएकोले हाम्रो चाहिँ संस्था हुन्छ। यहाँ त यो चाहिँ के भन्छ हाम्रो संस्थाको आज पनि सदस्य भइहाल्यो। यहाँलाई पनि मैले चाहिँ के भने कुनै दिन हजुर हस् है एकदम आभार प्रकट गरेँ। आज हामी चाहिँ अब सिद्धेश्वर साहित्यिक केन्द्रमा आएर यस्तो आफ्नो चाहिँ यो चाहिँ एकदमै पवित्र विचारहरू होइन, यो चाहिँ के भन्दाखेरि मनका धारणाहरू राखिदिनु भएकोमा हामी चाहिँ म आफ्नो व्यक्तिगत तर्फबाट त सिद्धेश्वर साहित्यिक केन्द्र परिवारलाई यहाँप्रति आभार व्यक्त गर्छु। हस्, धन्यवाद।